फ्रेन्ड्स, आज चाहिँ मैले रोपेको केही क्युट प्लान्टहरू ल्याएको छु। अनि यो हेर्नु, यो चाहिँ स्नेक प्लान्ट हो हैन, यो स्नेक प्लान्ट हो। अनि यो चाहिँ मैले यो मम्मीले चिया खानुभएको थियो न्यू इयरको दिन, अनि त्यो भाँडा लिएर आएको, त्यहाँबाट उठाएर लिएर आएको मैले मम्मीले चिया खाएर भ्याएपछि। एन्ड देन त्यही भएर मैले यसमा लेखेको छु मम टी कप भनेर, अनि डेट लेखेको छु। एन्ड देन यहाँ सेभ योर सोल भनेर लेखेको छु। यसरी उल्टो देखेछ क्यामेरामा, बट मलाई एकदम मन परेको है, मैले चाहिँ यो गरेछु। अब हेरौँ यो कत्रो ग्रो हुन्छ, आई विल लेट यु नो लेटर। अनि एन्ड देन एनदर वान है, अर्को चाहिँ केमा हुनु न कस्तो के देखेँ चाहिँ सन्चोको भाँडा हो कि, यो सन्चोको भाँडा हो। सन्चोको भाँडामा मैले यो प्लान्ट रोपेको थिएँ, जस्ट 2टा पात मात्रै थियो, अनि लगभग यत्रो पात मात्रै थियो, यहीँ यत्रो बोट मात्रै थियो। अहिले यत्रो भएछ, हेर्नु न यत्रो भएछ। अनि यसमा जरा पनि कस्तो ऊ भएछ, जरा पनि देख्नुभएछ, पुरै भरिसकेछ जरा। पानी मजाले यहीँबाट भरिदिन्छु मैले, यो बाहिर निकाल्न चाहिँ मिले होइन, यो पुरै जरा धेरै भएर, अनि सोध्यान मैले निकाल्दिनँ, तर यसमा मजाले पानी हालेर रिन्ज गर्छु। तर यो यत्रो भएछ, यति सानो भाँडामा रोपेको पनि यत्रो भएछ, हेर्नु यत्रो भाँडामा रोपेको पनि। ओके, बाई बाई, थ्याङ्क यू। अरू पनि म तपाईँहरूलाई देखाइरहेको छु। मैले चाहिँ आजभोलि प्लान्ट रोप्न एकदम इन्सपायर भएको छु, बिकज यसले चाहिँ यसको स्मल ग्रोथहरू हेर्दाखेरि चाहिँ कस्तो के आफूलाई रिल्याक्स काम फिल गराउँछ। अनि यस्तो पनि लाग्छ कि आफूले दिएको एफर्ट चाहिँ यिनीहरूले एफर्ट दिइरहेछ, रिटर्न ब्याक दिइरहेछ जस्तो महसुस गराउँछ। अनि कहीँ मैले सुनेको थिएँ पनि यसले डिप्रेसनलाई पनि राम्रो गर्छ। इफ यु आर डिप्रेस या कुनै कुराले गर्दा तपाईँ टेन्समा हुनुहुन्छ भने चाहिँ प्लान्ट रोप्न स्टार्ट गर्नु, डेफिनेटली यसलाई हेल्प गर्छ। अनि मजा आउँछ प्लान्ट रोपेर एकचोटि ट्राई गर्नु, रोपेर त्यसलाई केयर गरेर, अनि टाइम टु टाइम त्यसलाई चेक गरेर हेर्नु, डेफिनेटली राम्रो फिल गराउँछ। प्लान्ट रोप्न थाल्यो भने चाहिँ मैले यो गर्न लागेको लगभग 1 इयर हुन स्टार्ट भयो। मैले अरू पनि माथि छतमा धेरै प्लान्टहरू रोपेछु, मैले डेफिनेटली देखाउँछु। इन्डोर प्लान्टहरू रोपेछु, बट मेरो कोठा एकदमै क्लोज भएर चाहिँ मैले इन्डोर प्लान्ट कोठामा राख्न पाएको छैन। यहाँ एउटा यहाँ माथि देख्नुभएको छ होला, यहाँ पनि मैले एउटा प्लान्ट रोपेछु है। ल, आजको लागि यति नै, थ्याङ्क यू, बाई बाई। सब्सक्राइब माई च्यानल, थ्याङ्क यू सो मच।